Scam, 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 scam. सो गाइज आज चाहिँ मेरो भिडियो खास रहनेछ। मेरो भिडियो अन्तिमसम्म हेर्नुहोला। अहिले यहाँ नेपालमा विभिन्न माध्यमबाट धेरै ठगी स्क्याम हुने कामहरू भइरहेको छ, जसमा व्हाट्सएप, टेलिग्राम, फेसबुक यिनी एप्सहरूबाट धेरै नै ठगी क्रियाकलापहरू भइरहेको छ। त्यस्तै आज मलाई पनि एउटा मेसेज आएको थियो अनि मैले त्यो देखाउन गइरहेको छु, हेर्नु होला सबैले। यस्तो ट्याक्स भन्ने एउटा ग्रुप हुन्छ हैन व्हाट्सएप टेलिग्राममा, अनि एउटा भिडियो लाइक गरेर अनि फर्स्टमा 300 रुपैयाँ आउँछ हैन आफूलाई, अनि 300 रुपैयाँ आइसकेपछि अनि फेरि सेकेन्ड पटक त्यो भिडियो ट्याक्स पुरा लाइक गर्यो भने 600 रुपैयाँ पनि आउँछ हैन। अनि त्यसपछि यिनीहरूले यस्तो गर्छ हैन, ट्याक्स पुरा गर्दै जानु भन्छ। अनि त्यसपछि यसले फेरि के भन्छ भने यस्तो प्लान देखाउँछ ट्याक्सहरूमा। यति पैसा जम्मा गरेपछि आफूले इन्भेस्ट गरिसकेपछि यति पैसा हजुरहरूले पाउनुहुन्छ भनेर यहाँ यसरी देखाइएको हुन्छ। तपाईहरुले 2000 इन्भेस्ट गर्नुभयो भने 2600 यो पनि आउँछ पैसा। 2000 गर्नुभयो भने पैसा आउँछ, 5000 गर्नुभयो भए पनि पैसा आउँछ। अनि प्लान 3 10,000 सम्म हजुरहरूले इन्भेस्ट गर्नुभयो त्यो पैसा पनि आउँछ 13,000, 10,000 को 13,000। तर त्यहाँदेखि प्लान 4 5 6 7 8 9 10 छ नि, यिनीहरूमा हजुरहरूले इन्भेस्ट गर्नुभयो भने त्यसपछि चाहिँ पैसा आउन छोड्छ, थप्दै जानुपर्ने हुन्छ। अनि विभिन्न यस्तै यहाँ के हो यो रिसेप्सन अनि यस्तो मेसेजहरू आउँछ। आफूले बैंक अकाउन्ट सब हाल्ने, बैंकको क्यूआर कोड हालिसकेपछि उनीहरूले पैसा नै हालिदिन्छ। यसरी मैले सब देखाइरहेको छु। एउटा भिडियो गरेको 300 रुपैयाँ, यसो वालेट चल्दैन, बैंकिङ मात्र। अनि एउटा यो ग्रुप यिनीहरूको चाहिँ पैसा हाल्ने यो रिसेप्सन, अनि यिनीहरूले पैसा थप्दै जाने भन्छ। अनि यसै गरी हजुरहरू लुटिनु हुन्छ है त। त्यसैले यस्तोमा नफस्नु होला, हार्दिक अनुरोध गर्दछु नफस्नु होला भनेर ल। अनि मेरो एउटा साथी छ, त्यसको भर्खरै 1 लाख गएको छ। यस्तो अनलाइन स्क्यामहरू योभन्दा अगाडि इन्डिया, बङ्गलादेश, श्रीलङ्काहरूतिर धेरै हुने गर्थ्यो हैन। अहिले चाहिँ त्यतातिर जे होस् धेरै मान्छेहरू नझुक्किने भएर अहिले चाहिँ हाम्रो फेरि टार्गेट चाहिँ नेपाल परेको छ स्क्याम हुनलाई। टार्गेट अब नेपाल छ, त्यही भएर सो गाइज एभ्रिवान होसियार हुनु होला, यस्तो चिजदेखि अलिक टाढा नै बस्नु होला। फेक नै हो सोच्नु होला। यस्तो हजुरहरूकोमा मेसेज आएको छ भने व्हाट्सएप मेसेन्जरमा पनि अनि टेलिग्राममा यस्तो कुनै मेसेज आएको छ भने डाइरेक्टली त्यसमा आफूले विश्वास गर्ने काम नगर्नु होला। यिनीहरूले धेरै लालच देखाएर फर्स्टमा तपाईले त पैसा पाउनुहुन्छ इन्भेस्ट गरेको, त्यसपछि अलिकति धेरै ठुलो रकम हुन्छ नि त, अनि त्यो चाहिँ हजुरहरूले पाउन सक्नुहुन्न। सो गाइज यस्तोमा चाहिँ अलि होसियार हुनु होला है त। यति भन्दै म चाहिँ गएँ। बाई बाई एभ्रिवान।